हाम्रो त छोराछोरी पनि हुँदैन के भएको होला डाक्टरले त केही भन्नुभयो होला नि भिर नगर हुन्छ रे बिस्तारै होला नि त कहिले बिस्तारै कति भइसक्यो तँलाई मैले त्यो जिस्केर ख्यालमा थारी आइमै भन्थेँ नि बोइली साँच्चैको त बोइली छ अरे क्या तैँले जन्माउनु सक्दिनस् रे तेरो पेटमा गर्भ बस्दैन अरे क्या थारी आइमै हेर बुढो म देख्नु हुँदैन तिमी अब अर्कै बिहे गर कसरी बिहे गर्नु म एकचोटि बोलो भन्दै हुन्छ एक नारी त यत्रो भारी झन् दुई दुईवटा नारी मलाई कति भारी भनेपछि तँलाई सोता चाहिएको तँसँग मैले त्यत्रो बाचा कसम गरे होइन सँगै मर्छु सँगै टोइलेटमा हग्न जान्छु सँगै नुहाउन जान्छु भनेर बिर्सिस् तैँले राडी बान तिम्रो आमाले म यहाँ सन्तान मासियो भन्न मान्दैछ छिटो मेरो त्याग गरेर कान्छी मिलेर के खालको आयो मेरो त्यो होइन किन कुरा नबुझेको तिमीले म अर्को ल्याउँदिनँ भनेको सुनेनौ तिमीले के खालको मान्छे रहेछ के हो साली पुरै बाटो छेकेर उभिएको छ त चिनेन आफ्नै भिनाजुलाई चिनेन के खालको रहेछ यो मुर्दानी पनि मैले दाइ र मैले अङ्कल भनेको छु र